चीनको पहिलाको राजधानी छाङआन भन्थ्यो, अहिले सिआन भन्छ। त्यहाँनिर जाउँ। सियानको यो स्यानचान भन्ने रेलवे स्टेसनमा हामी छौँ। खास हामी यतिखेर पुगिसक्नु पर्ने हो हाम्रो डेस्टिनेसनमा। हाम्रो डेस्टिनेसन कहाँ हो? हाम्रो वासान माउन्टेन भन्ने हो। यो विश्वको एउटा प्रसिद्ध माउन्टेन नै भन्छ, चाइनाको पनि एकदम प्रसिद्ध हो। यो चाहिँ अब ढुङ्गामा खापेर हिँड्ने ठाउँहरू बनाएको, प्लाङ्क्समा हिँड्ने भन्छ। अब हाम्रो नेपालमा तक्तीमा हिँड्ने ठाउँहरू छ, तर हामी त्यो चाहिँ गर्दैनौँ होला। तर जेनरली फल्याक पनि भन्छ, अब तक्ती पनि भन्छ। प्लाङ्कबाट यस्तो भित्ताबाट हेर्नुभयो होला, तपाईँले हेर्नुहुन्छ, त्यो धेरैले टिकटकतिर हेरेको छ चाइनाको पहाड भनेर। हामी पनि अब नेपालमा यस्तै खोपेर केही गर्न सकिन्छ कि भनेर यसो एनालाइसिस विश्लेषण गर्न हामी लागेका छौँ। दुईजना हाम्रो देशमा धेरै पहाडहरू छन्, त्यसको सदुपयोग गरेर पैसा कसरी जेनेरेट गर्न सकिन्छ, उपयोगिता, पैसा भन्दा पनि उपयोगिता सिर्जना गर्ने हिसाबले एकचोटि गरौँ भन्ने हिसाबले लागेका छौँ। अब हेरौँ कस्तो छ। भरे आउने भिडियोहरूमा हामी यो बारेमा छलफल गरेर देखाउँदै होला। यो बिदाको मेको 5 दिन बिदा हुँदो रहेछ। यति धेरै मान्छेहरू ट्राभल गर्ने। हामीले टिकट आज 10:15 बजेको काटेका थियौँ, ट्रेन मिस भइहाल्यो। अर्को टिकट उनीहरूले त्यसको साटोमा दियो, तर बस्ने ठाउँ नै रहन्छ। अनि स्ट्यान्डिङमा छौँ। 16 नम्बर यो स्लो ट्रेनको भयो। 16 नम्बर यो होइन, अब फुलमा जाने। यो त ऊहरू होला सर, यो त तपाईँको यो होइन, यता आउनु त। यो होइन, हाम्रो जेनरल डिब्बामा हुन्छ नि त नि। भेट्यो फर्स्ट केटाहरू पनि हँसान जाने रहेछ भर्खर बच्चा पछि।往烟台方向的1132次列车停止检票。बिदामा सब हिँड्या रहेछ। लेबर डे वास्यानतिर जाने भए होइन, लौरो खोइ लौरो। अच्छा पर्दैन। यो लेबर डेको बिदा छ कि, लेबर डेको बिदामा सबजना यिनीहरू वासन माउन्टेन चढ्न हिँड्या रहेछ। माउन्टेन त्यहाँ हामी जाने त्यही त हो, फर्स्ट माउन्टेन। हामी जाने यही पहाडहरूमा। ट्रेनबाट झरेपछि यहाँ एउटा बस पाउँछ, 5 युआन लिन्छ। वासनको मुनिसम्म लान्छ भन्छ, अब बाँकी कहाँसम्म लाग्छ यो बस परिएकै छैन अहिलेसम्म। यताबाट हामीहरू त्यो पहाडतिरको भयो यात्रा। हामी जाने यहीँबाट हो। तर टाइमिङ अलिक गलत भएछ, बिहान हुनु पर्थ्यो। टिकट काट्ने ठाउँ त माथि नै होला।
काट्ने ठाउँ मेरो टिकट लिने ठाउँमा आइपुग्यो टिकट लिएर त्यसपछि यहाँ चेकिङ गरेर अनि जानुपर्छ यो चाइना आइसकेपछि मेरो तेस्रो ट्रेकिङ हो यो अहिले वास्यान यो चाहिँ 1800 वर्ष पुरानो यिनीहरूको इतिहास रहेछ धार्मिक रूपमा पनि अनि राजकीय रूपमा पनि यो झन्डै 120-30 किलोमिटर पूर्व साइडतिर पूर्वी उत्तर साइडतिर पर्छ सियानको ल हामीहरू अब अहिले कहाँ आइपुग्यौँ सर हामी वासानको फुट हिलमा छौँ स्टार्ट गर्न लाग्छ हामी बेस क्याम्पमा अहिलेसम्मको अनुभूति त्यस्तो केही छ खासै केही छैन अब हाम्रो जस्तो पहाड हो म त मेरो खोटाङ जिल्ला गइरहेको जस्तो लागिरहेछ खोलाको सुसाइरहेछ यता छेउमा यता अब यो विकसित मुलुक भएकोले अब बाटोहरू अब टक्कै पिच गरेको जस्तै छ अब सिमेन्टहरू गरेको छ यही हो मलाई त खोला सुसाइरहेको आनन्द लागिरहेछ खोला त सुसाइरहेछ खोटाङ जिल्ला दिगदेल बजार गए जस्तै भइरहेछ ओके छ माथि हिँड्दाखेरि घोडा गए जस्तो हाम्रो यस्तो हुँदैन नि सर यिनीहरूको मान्छे धेरै छ मध्यमवर्गीय परिवार धेरै छ पर्चेजिङ पावर बढेको छ धेरै चिज छ नि हाम्रो देशमा त यति धेरै खर्च गरेर डोमेस्टिक घुम्न सक्नु छैन नि तर फरेनरलाई चाहिँ अलि भ्यालु क्रिएट गर्ने गरी कामहरु चाहिँ गर्नुपर्छ तपाईलाई शिवपुरी राष्ट्रिय निकुञ्जमा छिर्नलाई शनिबार धेरै नै भिड हुन्छ 100 रुपैयाँ छ नेपालीलाई टिकट त्यो ठीक छ हाम्रो लागि ल यो रहेछ एउटा 100 यहाँ पनि हुन्छ नि टिका गरिहाल्नु गर्नु ठक्क तर हामी अघि भन्दा अहिले आएको ठिक भयो नि हैन दिउँसो भन्दा हैन अब त घाम डाँडा छिरिहाल्यो नि हेर्नु हो मधुरो घाम आएको निस्किन्छ नि देखियो भने यो दहमा पौडी खेल्न कति आनन्द आउँछ जिन्दगीमा यहाँ यस्तो दह कति उठ्छ नेपालकै जस्तो फिल भयो अहिले चाहिँ
म त खोटाङ गएको छैन हो पूर्व एकचोटि जानुपर्ने छ। मलाई पनि एउटा अचम्म चाहिँ लाग्थ्यो क्या, ढुङ्गा रसाएर पानी निस्किन्छ कि जस्तो लाग्थ्यो क्या। के रहेछ कसरी पानी आउँछ भन्ने जस्तो हेर्नु, ऊ पानी चुइरहेछ नि हो। यो चाहिँ हाम्रो टेन्ट हो, भरे सुत्नको लागि लिएर आएको। टेन्ट चाहिँ फेरि माथि हाम्रो एकजना साथी घुम्न आएको, 150 पर्यो भन्थ्यो सुत्नलाई। 150 मा त नयाँ टेन्टै आउँछ चाइनामा।